make my body go, take our bodies higher and higher. Hello and what is up guys? आज त हामी बस्नको जान लाग्यो। केटाहरु अगाडि छ दुईजना। माथि हो बाटै छैन। के भयो? GoPro छ गाइस, GoPro छ। Try गरौँ है। उड्छ। भ्यू त ओपर दामी आइदियो। We are heading to Bonjangol. ए हेर न यहाँ यस्तो सुताउने डर लाग्यो। डर चाहिँ कसलाई लाग्दैन होइन, सबैलाई लाग्छ। ए भगवान् मेरो फ्यामिलीको रक्षा गर्नुहोस्। हो A few moments later. आफू लुज भयो रहेछ।
आफै खुल्दै खुल्दै गएको यार दोस्त शिट त्यो बिस्कुट त्यो कहाँ पुग्यो कस्तो लुज भएको पो त्यसको नट यार धन्न बाहिर त्यही त मलाई यो पल्सरमा आएको थियो नि भाइ त्यो दाइले भन्दै थियो तिम्रो साथी दाजु के छ भन्दै थियो मैले पनि ठ्याक्कै टाइममा थाहा मेरो पनि ठिक छ यहाँ 300 के हो र म काठमाडौँ आएर एउटा ब्याड लक बस्छ है कहिले मोबाइलकोमा एप्पल आइडी पासवर्ड बिर्सिने कहिले कसको मोबाइल हराउने कहिलेमा के हुने के भएको यस्तो फेरि यहाँ निस्क्यो जस्तो लाग्यो अब यहाँबाट धेरै टाढो छैन हल्का माथि छ कति मिनट भयो 5 मिनट जति लाग्छ भन्थ्यो बाटो कस्तो रहेछ सबै यत्तिकै टोलाइदियो तपाईँ बाबु यता वन जङ्गल कता हो वन जङ्गल जाने बाटो सिधै हो स्कुल गएर आएको तिमीहरू ए कतिमा पढ्छ बाबु 6 मा हो कुन स्कुलमा कुन स्कुल हो नर्थ स्टार इङ्ग्लिस सेकेन्डरी स्कुल हो बाबु ल राम्रोसँग पढ्नुपर्छ है माथि सिधै माथि सिधै बच्चा हुँदा कति मजा आउँथ्यो होइन सानो हुँदाखेरि पुरा केही टेन्सन खायो खेल्यो सुत्यो जति ठुलो हुँदै गयो त्यति But life still goes on. लाम्मै दिँदो रहेछ त वन जङ्गल वे टु वन जङ्गल यताबाट रहेछ यहाँबाट जान्छ के भयो हो क्यामेरा आउँछ फाइनली ब्याट्री पनि कम छ होला सबै छ हेर न यो के हो यार यो सबै अर्ग्यानिक होइन हामी चाहिँ ठ्याक्कै वन जङ्गलको तल होइन ठ्याक्कै बाटो त एकदम हब्याक रहेछ है भन्नु है बाइक तिम्रो त चक्का यार फुस्किसकेको यार म त यस्तो साइकल गरिरहेको ओ लेट्स गो तिमी त ब्रेकै लाग्दैन साँच्चै होइन बाटो यस्तो छ यार
Now we are in Bon Jungle. View top of Bhopal. आज चाहिँ केटा हो हामी चाहिँ यो ककनी भन्दा अलिक तलै भनौँ न है त्यो बाटोमा चाहिँ वन जङ्गल एडभेन्चर रिजोर्ट रहेछ साथी पनि भइरहेको देखाइरहेको थियो अनि सो जाम चिल हान्न भनेर आज चाहिँ बवाल छ क्या एक्सप्रेस त बवाल छ केटाहरू आज 6-7 जना थियो आउने भन्ने तर अलि केही काम गरेर आउन सकेन गाइजहरू हामी मात्र आयो 3 जना कहाँ हो रिसेप्सन कहाँ हो ब्रदर यही हो ओए मा कसम कति ठिस हान्दैछ Got the view. Dost. What's up, man? चिसो भनेकै कोका कोला That lasty one of you damn.
ब्रदर अब हामी चाहिँ कहाँ जाने टेन्ट हेर्न न हामी चाहिँ अहिले आफ्नो स्लिपिङ कहाँ हो हेर्न जान लाग्यो दामी छ भिडियो गरिरहेको छु हाम्रो टेन्ट हाउस कहाँ हो ल तिमीले पनि गएर आऊ भनेको क्या मैले गाइस यो चाहिँ हाम्रो टेन्ट हो आजको वाइ तिनजना अट्छ भनेको त ब्रदरले त 10 जना अट्छ ओ माई गॉड चिल दामी छ नि ओ मा यो चाहिँ कपाल रुम है अति न्यानो हुन्छ होला है दामी रहेछ यो चाहिँ कपाल रुम होइन कति पर्छ अरे 6000 है कपालको चाहिँ 6000 पर्छ प्राइस चाहिँ दामी रहेछ त ए उता पनि रहेछ तल पनि यो चाहिँ जसले बनाएको अति दामी कन्सेप्ट हो क्या हरिएको क्या A few moments later. चिल पारामा यो दामी हुँदैछ बिन अब केही छैन मात्र एउटै बहाना दिन मात्र खोजिरहेछु खानाहरू खाना खाने अब